धादिङमा ठुलो दुर्घटना भएछ। ल्याएर कस्तो भयङ्कर दुर्घटना भएछ। पहिला त्यो क्रसर चलाएको रहेछ, क्रसर बन्द गरेको भएदेखि त दुर्घटना नभएको थियो। खानी क्रसर चलायो, अहिले आएर चाहिँ अब त्यहाँ आएर चाहिँ उहाँ माथि ढुङ्गा हाल्न लाग्दा चाहिँ माथिबाट पहिरो आएर हेर्नुहोस् त त्यहाँ कत्रो धनको खेती भन्दा पनि मान्छे नै त्यहाँ पहिरोले हेर्नुहोस् यो अवैध रूपमा चलाउने अनि धन्दा चाहिँ बन्दै गर्नु